नमस्कार दर्शकवृन्द, कार्यक्रमको आजको श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म संज्ञा अधिकारी। आजको यो प्रस्तुतिमा पनि हामीले विभिन्न क्षेत्रका जानकारीमूलक प्रस्तुतिहरू लिएर यहाँहरूमाझ उपस्थित भएका छौं। हेरौं कार्यक्रममा यो रिपोर्ट। अधिकांश भूभाग ग्रामीण परिवेशले भरिएको हाम्रो देशमा गरिबी पनि निकै व्याप्त छ। स्वास्थ्य, शिक्षा, पोषण, आवास लगायतका कुराहरूमा अझै पनि अधिकांश जनताहरू निकै पछाडि रहेका छन्। झन् स्वास्थ्य जस्तो संवेदनशील र अत्यन्त आवश्यकीय पक्षमा हाम्रो देशका कैयौं ग्रामीण दूरदराजका बासिन्दाहरू आधारभूत अनि गुणस्तरीय स्वास्थ्य सेवाको लाभ लिनबाट वञ्चित रहेका छन्। स्वास्थ्य सेवाको पहुँच आशातीत रूपमा अभिवृद्धि हुन अझै पनि सकिरहेको छैन। यो विद्यमान परिवेशमा राज्यमा स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि ल्याउने कार्यमा विगत 20 वर्ष अगाडिदेखि सक्रिय रहँदै आएको स्वास्थ्य सेवा प्रदायक संस्था हो धुलीखेल अस्पताल। सामुदायिक अस्पतालबाट विस्तारित भएर आएको यो धुलीखेल अस्पताल आफ्नो स्थापना कालदेखि नै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा कटिबद्धताका साथ लागि परेको छ। यहाँहरूलाई थाहा भएकै कुरा हो, विगत 20 वर्षदेखि सञ्चालनमा आएको यो धुलीखेल अस्पताल चाहिँ अहिले अब यसको परिचय खासै दिइराख्नु पर्ने आवश्यक पनि छैन जस्तो लाग्छ र अहिले चाहिँ यो एउटा टर्सियरी केयर हस्पिटल जस्तो भइसकेको छ। यहाँ चाहिँ धेरै ठाउँबाट चाहिँ बिरामीहरू आउँछन्। पहिला ग्रामीण भेगबाट आउने बिरामीहरूलाई धेरै हाम्रो प्रायोरिटी रहन्थ्यो भने अहिले जुनसुकै ठाउँबाट पनि बिरामीहरू आउँछन् र हामी चाहिँ कटिबद्ध छौँ। हाम्रो सुरुवातदेखिकै लक्ष्य बिरामीलाई चाहिँ सर्वसुलभ र राम्रो खालको सेवा दिउँ भनेर र उहाँहरूलाई त्यही दिन कटिबद्ध छौँ। 20 वर्ष अगाडि अब डाक्टर रामकण्ठ माकोजू, अहिले उहाँ चाहिँ काठमाडौँ विश्वविद्यालयको भाइस चान्सलर पनि हुनुहुन्छ, उहाँले सुरु गर्नु हुँदाखेरि हामीले चाहिँ यो एउटा सामुदायिक अस्पतालको रूपमा, सानो अस्पतालको रूपमा सुरु गरेका थियौँ भने अहिले यो 20 वर्षको दौरानमा यो एउटा चाहिँ नेपालकै एउटा राष्ट्रिय स्तरको एउटा ठुलो अस्पतालको रूपमा अहिले फङ्सन गर्न पुगिसकेको छ। यसमा चाहिँ अहिले त्यो बेला हामी जनरल सर्जन र जनरल फिजिसियन मात्र थियौँ भने अहिले हरेक स्पेसियलाइज्ड सब्जेक्टमा चाहिँ विशेषज्ञहरू हुनुहुन्छ। जस्तै यहाँ हरेक विषयमा, जस्तै मूत्ररोग सम्बन्धी युरोलोजिस्ट हुनुहुन्छ, युरोसर्जन हुनुहुन्छ भनेदेखि डर्माटोलोजिस्ट हुनुहुन्छ, साइकेट्रिस्ट हुनुहुन्छ, डेन्टलमा मात्र 9वटा विधाका स्पेसियालिस्टहरू हुनुहुन्छ, त्यस्तै अर्थोपेडिक सर्जरी मात्र 7-8 जना स्पेसियालिस्टहरू हुनुहुन्छ, त्यस्तै मुटुरोग विशेषज्ञ, पेटको रोग विशेषज्ञ गरेर थुप्रै विशेषज्ञहरूले चाहिँ अहिले काम गरिराख्नु भएको छ र त्यही अनुसारको सेवाहरू पनि अब हरेक विधामा चाहिँ सकेसम्म अहिलेको मोडर्न टेक्नोलोजीका सामानहरू ल्याएर चाहिँ हामीले सेवा दिइराखेका छौँ। हामी कहाँ सेवा नभएको पनि छन्, किनभने यो मेडिकल सेवाहरू चाहिँ सबै ठाउँमा चाहिँ 100% पर्याप्त हुन सक्ने चिज पनि होइन। जस्तै अहिले नै भन्यो भने हामीसँग अहिले न्युरोसर्जरी हामी गर्दैनौँ। यहाँ क्यान्सरका सबै खालका बिरामीहरूको चाहिँ रेडियोथेरापी, केमोथेरापीहरू हुँदैन। यहाँ यी कुराहरूमा अहिले पनि हामी पठाउँछौँ। इम्युन हिस्टोकेमिस्ट्री भन्ने हामीले सुरु गरिसकेका छैन। कतिपय पेट स्क्यानिङहरू अनि यो न्युक्लियर इमेजिङको कुराहरू यहाँ छैन। एमआरआई पनि थिएन, तर तुरुन्त नै आउँदैछ। 1 महिनाभित्र हामी एमआरआई जडान गर्दैछौँ। त्यस्तै अरू पनि कतिपय केसहरू चाहिँ अझ एकदमै एडभान्स लेभलको कुराहरू चाहिँ अझ पनि हुन सकेका छैन। तर मेजोरिटीहरू बिरामीहरू चाहिँ यहाँ 95% जति बिरामी जति आउँछन् यहाँ हामी चाहिँ यही नै उपचार गर्न सक्षम भइरहेका छौँ। अहिले सामुदायिक अस्पतालबाट आफ्नो सेवाको सुरुवात गरेको यस धुलीखेल अस्पताल अहिले नेपालकै राष्ट्रिय स्तरको एउटा ठूलो अस्पतालको रूपमा स्थापित भइसकेको छ। यहाँ हरेक विषयमा रोगको विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको छ। आधुनिक औजार उपकरणहरू र दक्ष जनशक्तिद्वारा सर्वसुलभ रूपमा उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्नु यस धुलीखेल अस्पतालको विशेषता नै बन्न पुगेको छ। मुटुरोग सम्बन्धी प्राय लगभग सबै नै उपचार अहिले धुलीखेल अस्पतालमा सम्भव छ। यो जुन अहिले तपाईँहरूले देखिराख्नु भएको छ, यो हाम्रो मुटुको कोरोनरी आर्टरी डिजिज अथवा हृदयघात जुन भनिन्छ, हार्ट एट्याक भएर आएको बिरामीहरूलाई तुरुन्त चाहिँ रगतको नसा जुन ब्लक भएको हुन्छ, जाम भएको हुन्छ, त्यसलाई खोल्ने प्रक्रियालाई हामी एन्जियोग्राम भन्छौँ।
यो एन्जियोग्राम हामीले चाहिँ यसरी नै गरिन्छ। मुटुको रगतको नसामा जाली हालेर खोल्ने स्टेन्ट भन्छ जसलाई, यो विधि भयो। यो भनेको अहिलेको मोडर्न टेक्नोलोजीको सबभन्दा ठुलो विधि नै मानिन्छ, त्यो नै हामीसँग उपलब्ध छ। अब यो बाहेक हाम्रो जुन मुटुको ओपन हार्ट सर्जरीहरू त्यो पनि धुर्खेल अस्पतालमा सुरु भइसकेको छ। यसो लगभग सम्पूर्ण मुटु रोगको उपचार धुर्खेल अस्पतालमा अब चाहिँ सम्भव छ। समय अत्यन्त महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीँ बिरामीलाई अस्पताल पुर्याउन नभ्याउने अवस्था हुन्छ। अब यहाँ आइसकेको बिरामीलाई फेरि काठमाडौँ जानुपर्दा त धेरै नै गाह्रो छ। काठमाडौँ पुग्ने बित्तिकै पनि उपचार हुन्छ भन्ने कुरा भएन। अब यो उपचार विधिहरू हामी सबै यहाँ नै उपलब्ध भएको हुनाले अहिले चाहिँ यहाँको बिरामीहरूले धेरै सुविधाको अनुभव गर्नुभएको जस्तो लाग्छ। जहाँसम्म खर्चको कुरा छ, अत्यन्त खर्चिलो हुन्छ मुटु रोगको उपचार र हामीले चाहिँ कतिपय चिजहरू विदेशबाट सम्भव भएसम्म मागेर ल्याएर गरिब बिरामीहरूलाई सुविधा दिन अत्यन्त प्रयत्न गरेका छौँ। त्यसले गर्दा खर्चको हिसाबले पनि धुर्खेल अस्पतालमा चाहिँ न्यूनतम नै लाग्छ। हार्टजोनी तथा नसारोगको सम्बन्धीमा भन्नुपर्दाखेरि धुलिखेल हस्पिटलको एउटा स्ट्रङ डिपार्टमेन्टको रूपमा चाहिँ हार्टजोनी नसारोग चाहिँ अहिले आइरहेको छ। हामीले चाहिँ सधैँजसो गरिराख्ने विभिन्न उपचारहरूमध्ये खुट्टा तथा हातका हड्डीहरू, नली हड्डीहरू भाँचिएकाहरूको अपरेसन, जसमा चाहिँ विभिन्न तरिकाले उपचारहरू गरिन्छ। जस्तै चाहिँ रडहरू राख्ने, नेलहरू राख्ने अथवा पाता अथवा स्क्रुहरू राख्ने, त्यो चाहिँ हामी दैनिक जस्तो गरिराख्ने सर्जरीहरूमा पर्छन् भने विशेष रूपमा गरिने अपरेसनहरूमा चाहिँ घुँडा तथा हिपको जोर्नी प्रत्यारोपणहरू पनि हामी सधैँ नियमितपूर्वक गरिरहेका छौँ। र त्यस्तै जोर्नीभित्र दूरबीनको माध्यमबाट ससानो पालहरू बनाई जोर्नीको उपचारहरू, जोर्नी सम्बन्धी रोगका उपचारहरू पनि गरिरहेका छौँ। त्यसलाई चाहिँ हामी आर्थ्रोस्कोपी भन्छौँ। विशेष गरी घुँडाको आर्थ्रोस्कोपी चाहिँ हामी रेगुलर नै गरिरहेका छौँ। र ती इन्जुरीहरू धेरै जसो चाहिँ स्पोर्ट्स प्लेयरहरू अथवा खेलाडीहरूलाई धेरै हुने र अरूलाई पनि हुनसक्छ, तर खेलाडीहरूलाई बढी हुने गर्दछन्। र ती घुँडाका नसाहरू च्यातिएको चाहिँ हामी आर्थ्रोस्कोपी प्रविधिबाट अपरेसनहरू गरेर उपचारहरू गरिरहेका छौँ। र त्यस्तै गरी हामीले यस हस्पिटलमा विशेष गरी गर्ने चाहिँ मेरुदण्ड सम्बन्धी हार्ट तथा नसाहरूका उपचारहरू हुन्। घाँटीको हड्डीदेखि लिएर ढाडको हड्डीहरूको नसा च्यापिने, नसा सुनिने, नसा अथवा स्पाइनल कर्ड भन्छौँ जसलाई, त्यसमा वरिपरि भएका ट्युमरहरू, त्यसमा भएका घाउहरू र हड्डीहरू खिएर दुखेका ढाडहरू र हड्डीहरू सरेर भएका रोगहरू र हड्डीहरू बाङ्गिएर हुने रोगहरू सम्बन्धीलाई चाहिँ हामी विशेष रूपमा उपचार गरिरहेका छौँ। र हाम्रो हस्पिटलको मूल विशेषता के भन्नुपर्छ भने हार्टजोनी रोग सम्बन्धमा हामी चाहिँ अत्याधुनिक उपकरण र अत्याधुनिक प्रविधिबाट हार्टजोनी तथा नसा रोगको उपचार गर्छौँ, जुन चाहिँ हाम्रो अहिले एभाइलेबल छ। संसारमै एभाइलेबल लेटेस्ट टेक्नोलोजीहरूबाट उपचार गरिरहेका छौँ भने मूल्यको हिसाबमा अत्यन्त सुविधाजनक र एफोर्डेबल मूल्यमा हामी गरिरहेका छौँ। र एफोर्ड गर्न नसक्ने बिरामीहरूलाई हामी कहिलेकाहीँ र परिआएको बखतमा हामी चाहिँ बिना शुल्क पनि उपचारहरू गरिरहेका छौँ। कम्युनिटी डिपार्टमेन्टसँग मिलेर हामी चाहिँ प्रत्येक महिना 2 या 3वटा क्याम्पहरूमा चाहिँ अर्थोपेडिक्स र फिजियोथेरापी सँगसँगै गएर त्यहाँका बिरामीहरूलाई घर दैलोमै उपचार गर्ने व्यवस्था पनि गरेका छौँ। र त्यो लगायत हामीले उपचार गरेर र हस्पिटलमा फेरि फलोअपमा आउन नसक्ने बिरामीहरूलाई त्यहीँ नै फलोअप गरिदिने र त्यहीँ नै रिहेबिलिटेसन र फिजियोथेरापीको लागि पनि हामीले मद्दत गरिरहेका छौँ। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा अवस्थित यस अस्पतालले ग्रामीण जनताहरूलाई बढी लक्षित गरी आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ। साथै सहरी क्षेत्रका जनमानसको पनि उत्तिकै मन जित्न सफल देखिन्छ यो धुलिखेल अस्पताल। अझ छाला रोग तथा कस्मेटिक सर्जरीको लागि त नेपाल बाहिरका देशका मानिसहरू पनि यस अस्पतालको सेवा लिन आइरहेका हुन्छन्। छाला रोगको सेवा हाम्रो चाहिँ यो 2007 देखि उनीहरूले लगभग 8 वर्ष भयो हामीले यो डिपार्टमेन्ट सञ्चालन गरेको। अनि यसमा चाहिँ हामीले 3 भाग मान्न सक्छौँ: छाला रोग, यौन रोग तथा कुष्ठ रोग। यो हामी दैनिक नै 100 जनादेखि 150 जना बिरामी हेर्छौँ। अनि त्यसको अहिले छाला रोग विशेषज्ञ अन्तर्गत नयाँ प्रविधि भनेको हाम्रो कस्मेटिक सर्जरी हो। त्यसमा पनि हाम्रो 50-60 जना बिरामी आउनुहुन्छ। यो नेपाल मात्र होइन, यो बोर्डर पारीबाट पनि आउनुहुन्छ कस्मेटिक सर्जरीहरूको लागि।
त्यसमा लेजर सर्जरी गर्छौँ, कस्मेटिक सर्जरी गर्छौँ होइन। अब यसको दिनमा हेर्नुहुन्छ भने हामीले यो अहिले लन्च टाइम हो, लन्च टाइममा हामीले चाहिँ अहिलेसम्म चाहिँ 80वटा बिरामी हेरिसक्यौँ, फेरि 40जना बिरामी अझै बाँकी छ। अलार्म अन्तर्गतमा सबभन्दा बढी देख्ने भनेको यो पहाडी एरिया भएको धुलीखेलमा चाहिँ घामको एलर्जी धेरै छ। अब घामको एलर्जीबाट आउने यहाँ सुन्दुपाल्चोक, रामेछाप, सिन्धुलीबाट आउने धुलीखेलबाट आउने घामको एलर्जी, जहाँ घामको एलर्जी छ त्यहाँ सुक्खापना बढी हुन्छ। सुक्खापना जति बढ्यो त्यति छाला चिलाउँछ, चिलायो भने घाउ खटिरहेको हुन्छ, दाग बस्छ, त्यस्ता बिरामीहरू हुनुहुन्छ। हामीले चाहिँ अब डिपार्टमेन्ट अफ ग्यास्ट्रोइन्टरोलोजी इन्डोस्कोपीको हामीले यो पेट र आँगाको रोगको निदान र उपचारबारे चाहिँ इन्डोस्कोपिक पद्धतिबाट गरिने प्रायः सबै किसिमको उपचार गर्दछौँ। यसमा पनि सबभन्दा बढी मात्रामा जसको लागि हामी देशभरिबाटै हामीलाई रेफरल आइरहेको छ, यो चाहिँ ERCP भन्छ, हामीले अहिले गर्न लागिरहेको छौँ। यो प्रविधि चाहिँ यो पित्त बग्ने नलीको ढुङ्गा बिना अपरेसन इन्डोस्कोपिक पद्धतिबाट गरिने एउटा टेक्निक हो र यो चाहिँ अहिले अरू केही नेपालमा अरू केही सेन्टरहरू बाहेक हामी कहाँ बढी गरिन्छ र यसको लागि चाहिँ देशभरिबाट नै हामी कहाँ बिरामीहरू आइरहेको छ। सिभिल हस्पिटलमा सामान्य चिरफार सम्बन्धी मतलब जेनरल सर्जरी सम्बन्धी सम्पूर्ण काम हुन्छ। त्यो बाहेक अहिले GI सर्जरी भनेको चाहिँ आन्द्रा सम्बन्धी सम्पूर्ण कामहरू, सम्पूर्ण सर्जरीहरू हुन्छ र ल्याप्रोस्कोपिकली गर्न सकिने नेपालमा हुने सबै ल्याप्रोस्कोपिक सर्जरी हामी गर्छौँ र हामीसँग अहिले विशेषज्ञ सेवामा अर्को चाहिँ कार्डियोभास्कुलर र थोरासिक र भास्कुलर सर्जरीको पनि हामी सेवा दिइरहेको छौँ। त्यो बाहेक हामीले युरोलोजी मूत्र नली सम्बन्धी सम्पूर्ण रोगको उपचारहरू चाहिँ सर्जिकली गरिरहेको छौँ। निकै बिजी डिपार्टमेन्ट हो। यहाँ चाहिँ हाम्रो सबै खालको बिरामीहरू, सबै खालको सिरियस बिरामीहरू आएको छ। यो बस एक्सिडेन्ट भएकाहरू, कुटपिट भएकाहरू, जसको खसेको, भिरबाट खसेको, लडेको, भाँसेको, त्यस्तो ट्रमाको बाहेक अरू नन ट्रमा केसहरू जस्तै दमका होइन, छाती दुखेको, हार्ट एट्याकहरूदेखि लिएर CVA, निमोनिया, दुनियाँ सबै खालको इमर्जेन्सीहरू यहाँ आइपुग्छ। यहाँ आइसकेपछि चाहिँ हामी त्यसको लागि वर्गीकरण गर्छौँ। सिरियस उनीहरूको कसलाई सबभन्दा पहिला हेर्ने, त्यसको प्राथमिकताको आधारले हामी वर्गीकरण गर्छौँ। त्यही अनुसार हामी छुट्टै छुट्टै कोठाहरू बनाएको कारण सबभन्दा सिरियस बिरामी यो रातो जोनमा बस्नुहुन्छ, त्यहाँ छुट्टै डक्टरहरू छ। त्यस्तै गरी कम चिकित्सक बिरामीलाई हामी हरियो झोलमा हाल्छौँ। त्यसपछि ठिक्कको जुन चाहिँ केही समय हेरिएन भने अलि सिरियस हुन सक्ने हामी त्यो जोनमा हाल्छौँ। ग्रामीण विकट दूरदराज क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी 19वटा आउटरिच सेन्टरहरू यस अस्पतालले सञ्चालन गराउँदै आइरहेको छ, जसबाट हजारौं ग्रामीण जनताले सर्वसुलभ रूपमै गुणस्तरीय स्वास्थ्य सेवा लिन सकेका छन्। 8वटा जिल्लामा यस्ता 19वटा आउटरिच सेन्टरहरू सञ्चालित छन्। ग्रामीण भेगका बासिन्दाहरूले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाओस् भन्ने हेतुले धुलीखेल अस्पतालले सुरुदेखि नै विभिन्न समुदायमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। सामुदायिक कार्यक्रम अन्तर्गत चाहिँ नेपालका विभिन्न ठाउँहरूमा अहिले चाहिँ 8 जिल्लामा चाहिँ हाम्रो चाहिँ आउटरिच सेन्टरहरू छन्। यो चाहिँ आउटरिच सेन्टरहरूबाट चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ क्लिनिकल कुराहरूदेखि लिएर त्यसै गरी चाहिँ हाम्रो चाहिँ कम्युनिटी डेभलपमेन्टका सामुदायिक विकासका कार्यक्रमहरू, त्यसै गरी चाहिँ माइक्रो फाइनेन्स कार्यक्रमहरू, अनि त्यसै गरी चाहिँ हामीसँग 16वटा स्कुलहरू छन्। अहिले 16वटा स्कुलबाट चाहिँ स्कुल हेल्थका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ र हामीले यसै क्रममा चाहिँ गत वर्ष चाहिँ हामीले लगभग 47,000 जनालाई चाहिँ उपचार दियौँ हामीले आउटरिच सेन्टरहरूबाट।
अनि त्यसै गरी चाहिँ हामीले चाहिँ विभिन्न अरू आउटरिच बाहेकका जिल्लाहरूमा गएर चाहिँ क्याम्पहरू चलायौँ, जुन चाहिँ स्पेसलाइज हेल्थ क्याम्पहरू थियो। जुन स्पेसलाइज हेल्थ क्याम्पहरूमा चाहिँ हामीले झन्डै 20,000 जनामान्छेहरूलाई हेरेका छौँ र त्यसमा चाहिँ हामीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छौँ। र आउटरिचहरूमा पनि हामीले प्रत्येक हप्तामा कुनै आउटरिचमा चाहिँ 2 हप्ताको एकचोटि र कुनै ठाउँमा चाहिँ महिनाको एकचोटि गरी चाहिँ हामीले चाहिँ यहाँको चाहिँ हामीले चाहिँ विशेषज्ञ सेवाहरू चाहिँ हामीले पुर्याउने गरेका छौँ आउटरिचहरूमा पनि। साथै चाहिँ हाम्रो चाहिँ सोलुखुम्बु जस्तो ठाउँ, सोलुखुम्बुमा पनि हाम्रो 2टा आउटरिच सेन्टर छ। त्यहाँ चाहिँ हामी वर्षको चाहिँ 4वटा चाहिँ निःशुल्क स्वास्थ्य क्याम्पहरू चाहिँ गरेर चाहिँ हामीले सेवाहरू प्रदान गरिरहेका छौँ। र अरू चाहिँ जस्तै हामीले कम्युनिटी डेभलपमेन्टका कार्यक्रम अन्तर्गत चाहिँ हामीले चाहिँ बाटोहरू बनाइदिने, त्यसै गरी चाहिँ पुलहरू निर्माण गरिदिने, मान्छेको एक्सेस होस् भनेर त्यो कार्यक्रमहरू गर्छौँ। त्यसै गरी चाहिँ हामीले प्लान्टेसनका कार्यक्रमहरू, यो तपाईँको चाहिँ बिरुवाहरू रोप्ने कार्यक्रमहरूदेखि लिएर अनि त्यसपछि चाहिँ स्कुलका बच्चाहरूलाई टिचरहरूलाई ट्रेनिङ दिने कार्यक्रमहरू, यी सबै कार्यक्रमहरू चाहिँ हामीले चाहिँ कम्युनिटी डेभलपमेन्ट र कम्युनिटी प्रोग्रामहरूद्वारा चाहिँ हामीले गरिरहेका छौँ। आउटरिच सेन्टरबाट गत वर्ष मात्रै 16वटा स्कुल मार्फत 47,000 जनमानिसलाई धुलिखेल अस्पतालले घर दैलोमै स्वास्थ्य उपचार सेवा प्रदान गर्यो। त्यस्तै अन्यत्र जिल्लाहरूमा पनि प्रत्येक वर्ष समय समयमा क्याम्प सञ्चालन गर्दै आइरहेको हुन्छ धुलिखेल अस्पतालले। यस्ता कार्यक्रमहरू मार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै ग्रामीण परिवेशका जनताहरूको स्वास्थ्य सेवाको प्रत्याभूति गराउने काममा यस अस्पतालको भूमिका वास्तवमै निकै प्रशंसनीय बन्न पुगेको छ। हाम्रो सामुदायिक कार्यक्रम 8वटा जिल्लामा अवस्थित भएको छ र यस पछाडि चाहिँ हाम्रो भूकम्प पछाडि समुदाय चाहिँ छेदविच्छेद भएको अवस्था छ। यस छेदविच्छेद भएको समुदायलाई चाहिँ हामीले पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने हाम्रो कार्ययोजना छ र यो कार्यको लागि चाहिँ हामीले विभिन्न सङ्घ संस्थाहरूसँग चाहिँ समन्वय गरी चाहिँ अगाडि बढ्ने हाम्रो उद्देश्य छ र यसको लागि चाहिँ हाम्रो मुख्य उद्देश्य भनेको स्वास्थ्य र शिक्षा, जुन शिक्षामा चाहिँ हाम्रो समुदायमा भएको विभिन्न स्कुलहरूको चाहिँ पुनर्निर्माण गर्नुपर्ने आवश्यकता तत्काल रूपमा देखेको छ भने उहाँहरूको चाहिँ बस्ने वासस्थान तथा उनीहरूको घाँसबास कपासको लागि चाहिँ हामीले यस सामुदायिक विभागबाट चाहिँ विभिन्न कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई चाहिँ यस कामको लागि चाहिँ सार्थक तथा उनीहरूलाई चाहिँ आत्मनिर्भर बनाउने चाहिँ हाम्रो उद्देश्य लिएका छौँ। खुट्टा भाँचिएकोमा चाहिँ हिँड्न नसक्ने भएको हुनाले बच्चालाई चाहिँ हिँडाउनको लागि ट्रेनिङ गरिरहेछौँ। त्यस्तै रेगुलर फलोअपको लागि पनि बोलाइन्छ, नत्र कसै एकैचोटिमा पनि हुन्छ। अनि यो चाहिँ हाम्रो बच्चाको लागि पिडियाट्रिकलाई हो, खेलाएर पनि रिक्रिएसनल जस्तो एक्टिभिटिजहरू गराएर पनि ट्रिटमेन्ट गरिन्छ। सर्वसुलभ रूपमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नुको साथसाथै ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई प्राथमिक स्वास्थ्य केन्द्र स्थापना, खानेपानी, माइक्रो फाइनान्स, सडक पूर्वाधारहरूको निर्माण, कृषि विकासका कार्यक्रमहरू, वन विकास लगायतका थुप्रै कार्य क्षेत्रहरूमा पनि यसले आफ्नो उपस्थितिलाई बढावा दिँदै आएको देख्न सकिन्छ। दूर दराजका विपन्न वर्गका मानिसहरूको स्वास्थ्य जस्तो संवेदनशील पक्षमा उपयुक्त पहुँच नपुग्नाले अकालमै ज्यान गुमाउनु परेको यथार्थता हामी सामु सर्वविदितै छ। यस्तो परिस्थितिलाई क्रमशः न्यून पार्दै लैजाने प्रयास स्वरूप धुलिखेल अस्पतालले आफ्नो प्राथमिकतामा ग्रामीण परिवेशलाई सदैव महत्त्व दिँदै आएको छ। फलस्वरूप यसका गतिविधिहरूबाट अत्यन्तै ठूलो उपलब्धि पनि प्राप्त भइरहेको छ। उत्कृष्ट व्यवस्थापन पक्ष, सर्वसुलभ स्वास्थ्य सेवा, विशेषज्ञ दक्ष जनशक्ति, आधुनिक र प्रभावकारी मेडिकल उपकरणहरूको प्रयोग, छिटो छरितो र गुणस्तरीय उपचार पद्धति सेवाको कारण दिन प्रतिदिन धुलिखेल अस्पताल प्रति जनमानसको विश्वास, आस्था अनि सन्तुष्टि बढ्दो क्रममा रहेको छ। 20 वर्षमा यो जुन हिसाबले अगाडि बढ्या छ त्यो हिसाबले हेर्दाखेरि त हामीले भन्दा पनि बाहिरबाट पनि मूल्याङ्कन गर्न सकिन्छ यो कसरी चाहिँ चल्यो होला भन्ने। किनभने यसको रनिङ कस्ट, जुन यो चल्नको लागि आवश्यक पैसा हो, त्यो चाहिँ हामीलाई कतैबाट पनि आउने होइन, यो हामीले आफैले कमाउनुपर्छ। जबकि तपाईँलाई थाहा नै हुनसक्छ यहाँ रजिस्ट्रेसन फी 25 रुपियाँ छ। साधारण ब्लड टेस्टहरू गर्नु पऱ्यो भनेदेखि 200-400 देखि 800 हजारसम्म मात्र हो। त्यस्तै एक्सरेहरू गर्नु पऱ्यो, अल्ट्रासाउन्ड गर्नु पऱ्यो भने 300-400-500 त्यस्तै हो। अनि सिटी स्क्यान नै गर्नु पऱ्यो भने 4-5 हजारमा गरिन्छ। यो हिसाबले हेर्ने हो भनेदेखि हामीले लिने आम्दानी चाहिँ
अलिकति कमै छ। त्यो सँगसँगै यहाँ चाहिँ मेडिसिनको पढाइ हुन्छ, डेन्टलको पढाइ हुन्छ, अनि त्यस्तै गरेर यो हाम्रो फिजियोथेरापी नर्सिङको पनि पढाइ हुन्छ। सबै विद्यार्थीहरूबाट अन्तभन्दा धेरै कम फी लिएर पनि केही पैसाहरू त्यहाँबाट पनि जुट्छ। सो 50% जति हामी हस्पिटलबाट उठाउँछौँ, 50% जति विद्यार्थीबाट उठाएको पैसाले नै हामीले रन गर्छौँ र यहाँ चाहिँ रन राम्रोसँग भइराखेको छ। कुनै पनि वर्षमा हामीलाई अप्ठ्यारो छैन। हामी कुनै पनि नाफा कमाउँदैनौँ, तर यहाँबाट सेवा चाहिँ दिन्छौँ भनेदेखि यसको इन्फ्रास्ट्रक्चर जोड्नलाई, जुन चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा छ, बिल्डिङ बनाउनलाई, इक्विपमेन्ट किन्नलाई चाहिँ हामी धेरै ठाउँमा चाहिँ हामीले हात फैलाउँछौँ। हामी चाहिँ सबैसँग माग गर्छौँ, सबैसँग अनुरोध गर्छौँ। जस्तै नेपाल सरकारले हामीलाई सहयोग गरेको छ, त्यस्तै गरेर हामीलाई यो बाह्य साथीहरूले, रोटरी क्लब जस्तै अरू साथीहरू युरोपमा, अमेरिकामा, उहाँहरूलाई पनि हामी बेला बेलामा भनिराखेका हुन्छौँ र उहाँहरूले केही सहयोग गर्नुहुन्छ। त्यस्तै सहयोगबाट जुटेका चिजहरूले इन्फ्रास्ट्रक्चर डेभलप गरिरहेछौँ भने ह्युमन रिसोर्स चाहिँ यो एउटा राम्रो इथिकल्ली प्र्याक्टिस हुने एउटा अस्पताल हो। यहाँ चाहिँ सेवाको लागि राम्रो चिकित्सा पद्धति चाहिँ प्रयोग हुने ठाउँ भएको हुनाले धेरैजसो ह्युमन रिसोर्सहरू चाहिँ यहाँ काम गर्न रुचाउँछन् र यहाँ आएर हामीसँग हातेमालो गरेर काम गर्नुहुन्छ र उहाँहरूले धेरै कुराहरू एक्सपिरियन्स सेयर पनि गर्नुहुन्छ र सिक्नु पनि हुन्छ। त्यो हिसाबले चाहिँ हामीलाई अहिले तिनटै चिजबाट, इन्फ्रास्ट्रक्चरबाट, ह्युमन रिसोर्सबाट र यसको व्यवस्थापनबाट अहिलेसम्म सन्तुष्टि नै मिलेको छ। अझ पनि अब इमान्दारिताका साथ बिरामीकै लागि सेवा गर्ने हेतुले जुन तरिकाले हामी अगाडि बढिराखेका छौँ, त्यही हिसाबले अगाडि बढ्दै जाने हो भने यो विस्तार हुनको लागि धेरै ठाउँबाट सहयोग प्राप्त हुनेछ। यहाँ काम गर्ने व्यक्तिले वर्ष कुनै पनि हिसाबले चाहिँ नराम्रो गर्न खोज्दैन, राम्रै गर्न खोज्ने भएको हुनाले अझ पनि राम्रो बढ्दै जान्छ भन्ने मलाई आश लागेको छ। सामाजिक दायित्वका कामहरू थुप्रै छन् यहाँको। यो त धुलिखेल अस्पताल त धुलिखेलमा अवस्थित एउटा अस्पताल मात्र हो भने हामीले चाहिँ एकदम विकट गाउँहरूमा गएर चाहिँ 19वटा ठाउँमा चाहिँ हाम्रो आफ्नै आउटरिच सेन्टर्सहरू सञ्चालन गर्दै आएका छौँ। त्यहाँ चाहिँ प्राथमिक स्वास्थ्य केन्द्रदेखि लिएर थुप्रै ग्रामीण विकासका कामहरू, जस्तै खानेपानीदेखि लिएर अनि यो माइक्रो फाइनेन्सदेखि लिएर त्यो ठाउँमा चाहिँ एग्रिकल्चरदेखि लिएर फरेस्टेसनदेखि लिएर यो बाटोघाटो देखि लिएर थुप्रै काममा हामी हात अगाडि बढाइराखेका छौँ र त्यो चाहिँ जुन मेरा साथी मित्रहरूले पनि कम्युनिटी डेभलपमेन्टमा काम गर्ने मित्रहरूले पनि भन्नुहुनेछ, यसमा चाहिँ थुप्रै हाम्रो सामाजिक उत्तरदायित्व छन् र त्यसमा पनि हामीले अगाडि बढिराखेका छौँ। म सम्पूर्ण दर्शकवृन्दलाई चाहिँ अब धुलिखेल अस्पतालको तर्फबाट हामीले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गरेका छौँ। यसलाई चाहिँ कसरी अगाडि बढिराखेको छ, यहाँहरूको सहयोग र साथ चाहिन्छ। यहाँ पनि केही सुझावहरू दिन सकिन्छ कसैले भनेदेखि त्यसको सुझावको पनि हामी एकदम अपेक्षा गर्छौँ र हामीले चाहिँ अझ पनि योभन्दा अगाडि राम्रो बढेर सबैलाई चाहिँ राम्रो बनाउनलाई गर्न कोसिस गर्नेछौँ र हामीलाई सहयोग पुर्याउनु हुने सम्पूर्ण नेपाल सरकार तथा अरू सङ्घ संस्था अथवा अरू सामाजिक कार्यमा अगाडि बढ्ने सबै साथीभाइहरूलाई हामी एकदम भित्र आत्मादेखि नै धन्यवाद पनि दिन चाहन्छौँ हामीलाई साथ दिनुभएकोमा र भविष्यमा पनि हामी साथको चाहिँ अपेक्षा गर्दछौँ। यस धुलिखेल अस्पताल सदैव आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिमा कटिबद्ध भई निरन्तर अगाडि बढिरह्यो र त यो 20औं वर्षसम्म आइपुग्दा आज धुलिखेल अस्पताल राष्ट्रिय स्तरको एउटा नमुनायोग्य अस्पतालको रूपमा परिचित बनिसकेको छ। लाखौं जनताहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी शहरी तथा ग्रामीण परिवेशका जनताको आशा र भरोसाको केन्द्र बन्न पुगेको छ। अझ भनौं ग्रामीण समुदायका बस्तीहरूमा त यो स्वास्थ्य उपचारको मामलामा वरदान नै साबित भए जस्तै भान हुन्छ। हामी मानिसहरूको सबैभन्दा ठूलो धन स्वास्थ्यको क्षेत्रमा आगामी दिनमा अझै बढी योगदान प्रदान गर्दै निरन्तर सफलताको शिखर चुम्दै अगाडि बढिरहोस् यो धुलिखेल अस्पताल। दर्शकवृन्द, यही रिपोर्ट सँगै आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अर्को हप्ता यस्तै नयाँ प्रस्तुतिको साथमा यहाँहरू माझ हामी उपस्थित हुने नै छौँ। आजलाई बिदा चाहन्छौँ। नमस्कार।